दिउँसो होइन बिहान र बेलुका हाल्नुपर्छ भने यिनीहरू कति 5 केजी मासु खायो 5 केजी बढी खायो होला है रमाइलो गर्नु भएको छ नि बाङ्गुराहरूले जिउभरि टाउको बदलाएर खान्छ खानु पनि यता पनि खाने है हाला लु कहाँ राम्रो छ त्यतै कोही अड्किदिए कोला कोलेर यो चाहिँ खाने भनेर घुम्या त्यसलाई पुगिसक्यो त्यसलाई 1 केजी खाइसकेको गुले अनि अब यसले 1 केजी जति खाइसक्यो भने अहिले कतिचोटि 3 चोटि खाइसक्यो अब त एउटा मासु खाएपछि यिनीहरू हेर्नु नि सब आफ्नो नत्र त दाना भए भए जुदिए राखिसक्यो मासु अलि ठुलो भयो होला है यिनीहरूलाई ठिकै छ अस्ति हड्डी चपाएको थिएन तर्सिहरूमा हाम्रो चक्लेट चपात जस्तो आउँछ नि त कट्याङ कट्याङ गरेर त्यस्तै गरेर खाइरहेको